सरकारी जग्गामा कानुनी रूपबाट या त यो सडकको विभिन्न किसिमको कति मिटर के भन्छ नि त्यो पनि मिल्दैन त्यो त हामीलाई के थाहा छैन कस्ता कस्ता हाम्रो इन्जिनियर प्रधानमन्त्री बनाएको होइन त हामीले बाबुराम भट्टराई उसले नि हटाउन खोजे होइन त हामीले भन्यौ नि तिमी हाम्रो नेता हो बाबुराम भट्टराईज्यू तिमी देशको प्रधानमन्त्री पनि हो तिमीले यहाँ सुकुम्बासीलाई कुनै तपाईँको चाहिँ ऊ बिना हटायो भने त्यो ठिक हुन भनेर खबरै गरेको मान्छे हामी त हो हामी त हो हामी कुनै व्यक्ति हेर्छौँ र कुनै पार्टी हेर्छौँ र जनताको समग्र हितको निम्ति बोल्ने मान्छे हामी त्यसैले कुरा के बुझ्नु पऱ्यो भन्दाखेरि बालेन शाहलाई या त रवि लामिछाने के चुप्पो छैन अस्ति नै सम्म त हेर्नु त त्यहाँ कसले भनेको थियो पहिले म छाती थाप्छु कहीँ पनि अस्ति न भोट पाउनको निम्ति लिनको निम्ति चाहिँ डोजर आयो भने म छाती थाप्छु अहिले भोट पाइसके पछाडि चाहिँ अब जनताको छातीमा म डोजर हान्छु यस्तो हुन्छ बोल्दैन त चुई पनि बोल्दैन बोल्नु पऱ्यो नि लेखेर हिसाबमा हेर बालेन शाह तिमीभन्दा तलको नेता हो क्या राष्ट्र सभापति वरिष्ठ नेता पनि सभापति रवि हो क्या ल यस्तो गर्न भने यहाँ त भोलि गएर हामीलाई पनि त्यही काङ्ग्रेसमा खेद्छ है बुझ्नु पऱ्यो क्या खेद्छ खेद्छ होइन अब खेद्नु पऱ्यो भने जनता वाक परिसक्यो हेर्नु त्यो जेनजीभित्र पनि वाक परेर भयो हो तपाईँहरूले सोचेर कोही मान्छे सोचेर बालेन शाहको मान्छेहरूमा त गएको हुन्छ मान्छे सब गएको थियो हाम्रा मान्छे नि हतार मान्छे गएको थियो नि वाक्क परेको नि त दुई दिएको दममा यस्तो थियो अनेक अनेक अनि नहुने काम गर्ने गरेछ त अब फेरि त्यस्तै हुने सम्भावना छ नेपालमा बालेन शाहका विरुद्ध बालेन शाहको यदि यस्तै हरकत गर्दै गयो भनेदेखि अब हुने सम्भावना छ यति गते यति महिनामा हुन्छ यति वर्षभित्रमा हुन्छ भनेर भन्ने चाहिँ म ज्योतिष होइन नेपालको त्यो के अरे त्यो ढुङ्गी वैज्ञानिक भन्नुहुन्छ नि म सामान्य पढेको मान्छे हो मलाई यो तपाईँको चाहिँ आकाशहरू यो तपाईँको भूगोलहरू सारा कसरी निर्माण भयो मलाई त्यो थाहा छैन तर सामान्य मानवीय ज्ञान थाहा छ यस्तै गइरह्यो भने यस्तो होला र भन्ने तपाईँको प्रश्न हुन्छ तपाईँ यहाँ राजाले अन्त्य अत्याचारले गर्दा देशमा युद्ध भयो 10 वर्ष युद्ध चले 17,000 महान नेपालीको ज्यान नै गयो 62 सालमा त्यत्रो जनआन्दोलन भयो 17 सालमा 46 सालमा 28 सालमा धारा विद्रोह दिए हेर्नुहोस् क्या इतिहास अब सुन्नु न